पासाहरू यो रहेको छ वर्ल्डको सबैभन्दा ठुलो एयरपोर्ट अल्मुक्तुम एयरपोर्ट, जुन चाहिँ $35 बिलियन को इन्भेस्टमेन्टमा बनिरहेको छ। यो वर्ल्डको सबैभन्दा ठुलो म्यानमेड आइल्यान्ड जुन चाहिँ रहेको छ पाम जबेल। तपाईँहरूले स्पेसबाट पनि देख्न सक्नुहुनेछ। तपाईँले यो दुईटा मेगा प्रोजेक्टको बिचमा देख्न सक्नुहुन्छ शेख जायद रोड, जुनले चाहिँ अबुधाबी र दुबईलाई जोड्छ। हो, यही शेख जायद रोड अगाडि तपाईँहरूलाई मैले राम्रो इन्भेस्टमेन्ट अपर्च्युनिटी लिएर आएको छु। यो तपाईँको शेख जायद रोड, यो तपाईँले देख्न सक्नुहुन्छ यो रेड मेट्रो लाइन र तपाईँको यो रहेको छ एक्जिस्टिङ मेट्रो स्टेसन। तपाईँले डाइरेक्ट एक्सेस पाउन सक्नुहुन्छ यो मेट्रो स्टेसनबाट यो र डिस्ट्रिक्ट बाई इम्तियाज भन्ने प्रोजेक्टमा। तर तपाईँले यहाँ इन्भेस्टमेन्ट गर्न सक्नु हुँदैन किनकि अलरेडी सोल्ड आउट भइसक्यो। तपाईँले यो प्रोजेक्टबाट बाहिर निस्किने बित्तिकै पाउनुहुन्छ एउटा फ्रेम पार्क, जुन चाहिँ इम्तियाजले बनाउँदैछ र तपाईँले ठ्याक्कै यहाँ पाउन सक्नुहुन्छ र डिस्ट्रिक्ट बाई इम्तियाज फेज 2। यो प्रोजेक्टमा पाउन सक्नुहुन्छ तपाईँले दुईटा टावर, एउटा रहेको छ कमर्सियल टावर र एउटा रहेको छ रेसिडेन्टल टावर। यदि तपाईँहरूले यो कमर्सियल बिल्डिङमा 700 स्क्वायर फिटको अफिसमा लगानी गर्नुभयो भने तपाईँहरूले वार्षिक 85 लाखको तपाईँहरूले रेन्टल यसबाट कमाउन सक्नुहुन्छ। यदि तपाईँले यो रेसिडेन्टलको 1 बेडरुममा पनि लगानी गर्नुभयो भने तपाईँहरूले 31 लाख रुपियाँ रेन्टल कमाउन सक्नुहुन्छ, त्यो पनि ग्यारेन्टी। यदि तपाईँले यहाँ इन्भेस्टमेन्ट गर्नुभयो भने तपाईँले सबै पैसा दिनु पर्दैन ल, तपाईँले 50-50 को पेमेन्ट प्लान पनि पाउनुहुन्छ। पासाहरू, यदि तपाईँलाई पनि यस्तो प्राइम लोकेसनको इन्भेस्टमेन्टमा इन्ट्रेस्टेड छ भने कमेन्टमा प्राइम लेख्नुहोस्, म तपाईँहरूलाई फुल्ली डिटेल पठाइदिन्छु ल।